मैले चाहिँ सकेसम्म मेरो ठुलो छोरीसँग टाइम स्पेन्ड गरिरहेको छु के। गोरे दाइले पनि ठुलो छोरीलाई बढी एटेन्सन देऊ ल भनेको थियो के। नेपालमा बसुन्जेल चाहिँ हामीले ठुलो छोरीलाई नै बढी टाइम दिइराखेको छौँ। हामी नेपालमा आउनुको कारण चाहिँ है साथी हाम्रो बिग डे आउँदैछ, हामी चाहिँ बिहा गर्दैछौँ नेपाली कल्चरमा। अन्त आज चाहिँ हामी बौद्ध गएको थियो के, आन्टीलाई लगेर उसको आन्टी आएको छ। अन्त अरू हाम्रो एक्सटेन्डेड फ्यामिलीहरू पनि आएको थियो टाइम स्पेन्ड गर्नलाई। अन्त के गोरे दाइलाई मैले बौद्ध गेटमा फ्रीमा छिराइदिएको नि थाहा छ। त्यता के हैन केटाले बिहा गरेर लिएर आएको फरेन वुमनलाई चाहिँ हैन फ्री एन्ट्री रे, केटीले बिहा गरेको हस्बेन्डलाई के फरेन हस्बेन्डलाई चाहिँ पैसा लाग्छ रे के। मैले हैन पुरा कहाँ यस्तो हुन्छ यस्तो डिस्क्रिमिनेसन छोरा र छोरीमा भनेको। अन्त गोरे दाइलाई त फ्रीमै छिराइदियो हौ साथी हो। अन्त क्या खुसी लागेको के। अन्त मैले एउटा कुरा सिकेँ के, गलत कुराको लागि चाहिँ भोइस उठाउनै पर्ने रहेछ। इट्स नट अबाउट द मनी हैन। मैले के कति कुराहरू के मान्छेलाई कन्फ्रन्ट गर्न नसकेर हैन आफै मनमा गुम्साएर रिसाएर बस्थेँ के। अब चाहिँ त्यस्तो गर्दिन।